はい、皆さん、改めてこんにちは。お元気ですか? सबैजना सन्चै आरामै हुनुहुन्छ होला। धेरै समयदेखि चाहिँ म अलिकति गायब नै थिएँ है। त्यसको लागि चाहिँ म सिवाके गोजाइमासेन। र अब चाहिँ बिस्तारै जुन N3 को भोक्याबुलरीहरू छ तिनीहरूलाई चाहिँ कन्टिन्यू गरेर लिएर जान्छु। हुन त मैले यो जुन N3 को चाहिँ सिरिजहरू चलाइराखेको थिएँ त्यसलाई डिसेम्बरमा नै कम्प्लिट गर्छु भन्ने सोचेर चाहिँ मैले भिडियोहरू राखिराखेको थिएँ। तर अब यसै पनि डिसेम्बरको लागि एक ढिलो भइहाल्यो। त्यो हुनाले गर्दाखेरि चाहिँ मैले थोरै ग्याप लिएर हुन त मेरो यता जापानको बसाइमा पनि धेरै समस्याहरू आयो। अब ती सबै कुराहरू यहाँ भिडियोमा राखेर तपाईँहरूलाई बोर गर्न चाहिँ चाहिनँ। र तोरी आएछु जुन भोक्याबुलरीहरू को चाहिँ हामीले भिडियोहरू कन्टिन्यू गरिराखेका थियौँ। अहिले सायद अब लेसनको हिसाबले आउँदै हुनुहुन्छ भने लेसन 22 होला। मैले त्यो थम्बनेलमा राखिदिइहालेको छु। र जुन बुकको हिसाबले आइरहनु भएको छ भने हामीले निहोङ्गो सौ मातोमे चाहिँ पढिराखेका छौँ। सौ मातोमेको पनि आज चाहिँ जुन गाक्कोए इकिमास्यो भन्नेवाला मारु सानबान अथवा पार्ट 3 चाहिँ हो यो। रेन्च्योहरू चाहिँ खासै यसमा छलफल गरिएको छैन। यो चाहिँ मैले वास्तवमा जुन N3 को क्लास भइराखेको छ, N3 को अनलाइन क्लास पनि भइरहेको छ, त्यहाँबाटको भिडियो हो। त्यो हुनाले गर्दाखेरि पढाउने तरिका अलिकति फरक पाउन सक्नुहुन्छ। र तपाईँहरूलाई के कस्तो लाग्छ? म सकेसम्म चाहिँ गाक्सेहरूले बोल्नुभएको कुराहरूलाई चाहिँ सकेसम्म साउन्डहरू चाहिँ कट अफ गरेर चाहिँ राख्ने कोसिस गर्छु। यदि अब त्यसरी सजिलो भएको छ अथवा ठिक छ भने चाहिँ यत्तिकै राख्छु। र अरू अब एकदम धेरै कमेन्ट गर्नुभयो त्यसको लागि चाहिँ सबैजनालाई धेरै धेरै धन्यवाद है। यो N3 को क्लास चाहिँ कन्टिन्यू गरिदिनुहोस् भनेर हरेक भिडियोको कमेन्टहरू चाहिँ मैले हेरिराखेको थिएँ है। रिप्लाई दिन टाइमहरू त्यही अनुसारले भ्याइरहेको थिइनँ। अब बिस्तारै युट्युबलाई पनि अलिकति प्राथमिकतामै राखेर लिएर जानेछु। अनि जुन अब मुम्पो अथवा चेउखाइहरूको जुन अब दोखाइहरूको भिडियोहरू छ, खान्जीहरूको भिडियो छ, त्यो पनि राखिदिनुहोस् भनेर चाहिँ भनिराख्नु भएको छ। तर अब त्यही कुरा नै मैले अनलाइन क्लासमा चाहिँ पढाइराखेको छु, जसको लागि चाहिँ 10,000 रुपियाँ चाहिँ फी तिरेर पढिराख्नु भएको छ। उहाँहरूको लागि चाहिँ अलिकति अन्याय हुनसक्छ कि भनेर चाहिँ त्यो चाहिँ म अहिले तत्कालको लागि चाहिँ युट्युबमा मैले राख्दिनँ। यदि N3 को क्लासको खोजीमा हुनुहुन्छ भने चाहिँ N3 को क्लासहरू भइराखेको छ, साथै फुड सर्भिसको क्लासहरू पनि भइराखेको छ। र तोरी आएछु तपाईँहरूले मलाई तल डिस्क्रिप्सनमा भएको र पिन कमेन्टमा भएको कन्ट्याक्ट डिटेल्सबाट चाहिँ मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। र तोरी आएछु अहिले जुन बाँकी भोक्याबुलरी थियो त्यसैलाई सुजुके गरौँ है त। जा सासोकु हाजिमेताइ तो अमाइमास। आज चाहिँ हामी मिखामेमा छौँ है। दाइ यन्स्योको जुन बेन्क्यो या सिकोतो सिमास्यो भन्ने छ यो बेन्क्योको बारेमा अन्तिम लेसन हो है यसमा। अब यो दाइ यन्स्योमा यसपछि हामी सिकोतोको बारेमा कामको बारेमा पढ्छौँ अब आउने लेसनमा। अथवा खायोबीको कुरा भयो है, गेचेयोबी खान्जीको खायोबी फेरि हामी गइ नै आइहाल्छौँ। अहिले तोरी आएछ मिखामेमा चाहिँ गाक्कोए इकिमास्यो मारु सानमान। योभन्दा अगाडि दुईटा गाक्कोए इकिमास्यो भनेर हामीले पढिसकेका छौँ। तोरी आएछ यसैलाई हामीहरू सुजुके गर्छौँ है त। ओके जा यो अलिकति मैले पढ्ने भन्दा पनि तपाईँहरूलाई कसैलाई पढाउन लाउँदाखेरि बेटर होला है। अघि तलतिरबाट मासतिर आइराखेका थियौँ। यसमा त फुरिगानाहरू पनि छ। यी देश है, दाइजबो देश। ओके, सुशीला सान यी देश का एन्डेमिमास का। तरी आएछु यो चाहिँ यसो पढ्दाखेरि अथवा यसो हेर्दाखेरि चाहिँ कुनै एउटा गाक्सेले चाहिँ लेखेको आफ्नो दैनिकी जस्तो देखिन्छ। माथि चाहिँ जस्तो मारुकाछु र बाचु निची भनेर चाहिँ भन्दैछ। अर्थात् अब यहाँ मन्थ र डेट लेख्ने हिसाबले अहिले हामीलाई त केही पनि दिएको छैन। त्यही पनि उसको दैनिकी जस्तो छ। क्यौनो सिकेन नो केखा वा कितो इतो म है। क्यौनो सिकेन केखा वा कितो भनेको पक्कै पनि भनेको है। पक्कै पनि राम्रै हुन्छ जस्तो लाग्छ भनेर जस्तो तपाईँहरूले कुनै एउटा एक्जाम दिएर आउनुहुन्छ अथवा एक्जाम दिनुहुन्छ। एक्जाम दिइसकेपछि एउटा फिल त हुन्छ नि हैन, यो त मलाई पक्का 100% म पास हुन्छु भने जस्तो लाग्छ। अथवा नर्मली यो चाहिँ मैले मिलाएको छु समग्र रूपमा म पास हुन्छु भन्ने हिसाबको एउटा जुन फिलिङ्स हुन्छ नि त्यो बताउन खोजेको। कितो इतो ओमौ भनेको चाहिँ है पक्कै राम्रो हुन्छ जस्तो लाग्छ भन्दैछ। मिनाउसी यो सुरु जिखान वा नाखातागा मिनाउसी सुरु भन्यो भने चाहिँ तपाईँले एक्जाममा जस्तो सेलेक्ट गर्दै जानुहुन्छ, लाउँदै जानुहुन्छ, पढ्दै लेख्दै जानुहुन्छ। अनि ठ्याक्क तपाईँले क्वेसन सकाउनु पनि हुन्छ। सकाइसकेपछि नर्मल्ली टाइम पनि सकिन्छ भनौँ न, टाइम पनि सकिन्छ, पेपर पनि बुझाउनुपर्छ भने त्यस्तो बेलालाई भन्नु खोजे अहिले। मिनाओस् यो सुरुचि खानमा नाकातागा भनेको चाहिँ भनेको दोहोऱ्याएर हेर्ने क्या, रिचेक गर्ने होइन। कुनै मिस्टेकको मैले चुज गरेको छु कि अप्सनहरू अथवा मिस्टेकको मैले लेखेको छु कि भनेर त्यसरी चेक गर्ने चाहिँ समय भएन भनेर भन्दैछ है। सिकेन्दे तोवारेत्ते इरु भनेको सोधिएको भने है, जुन एक्जाममा सोधिएका प्रश्नहरू भन्न खोजेको अहिले। सिकेन्दे तोवारेत्ते इरु इमिगा वाखातासी भनेको सोधेका प्रश्नहरूको चाहिँ सबै अर्थ चाहिँ होइन, यो प्रश्नले भन्न खोजेको कुरा यो अथवा मैले प्रश्न बुझेँ भने क्या। मैले चाहिँ सबै पढेकै आएछ भन्छौँ नि हामीले एक्जामतिर, अथवा नर्मली हामीले एक्जाम दिएर आउँदाखेरि चाहिँ ए पढेकै आएको रहेछ, बुकबाटै आएको थियो भनेर भन्छौँ नि, त्यो हिसाबको कुरा चाहिँ इमिगा वाखातासी खान्जिमो माचिगावाजु है। माचिगावाजु भनेको चाहिँ माचिगाएरु भन्यो भने गलत हुनु। अब पछाडिपट्टि यो जु लाग्ने बित्तिकै यसले जहिले पनि नाइमा लैजान्छ है, माचिगाए नाइ भन्ने हिसाबले। अथवा माचिगावाजु भन्यो भने नबिगाइकन भन्न खोजेको। माचिगावाजु नि खाइता भनेको चाहिँ नबिगाइकन अथवा मिस्टेक नहुने गरी चाहिँ मैले लेखेको छु। त्यो हुनाले गर्दाखेरि पनि कित्तो इ तो ओमौ भन्ने चाहिँ उसलाई फिल आएको है। सेन्सेई नि ओसोवाता है, सेन्सेई नि ओसोवाता भनेको शिक्षकद्वारा, निले अहिले तो आएछ द्वारा लाग्यो किनकि पछाडिपट्टि केही हिसाबमा आएको छ। जस्तो
ओसो वाता तोकोरो ओ जिउबुन फुकुसिउ सिटे ओइते योकाता भनेको जुन चाहिँ सेन्सेले चाहिँ भन्नुभएको थियो यो पढेर जाऊ है अथवा यो चाहिँ आउन सक्छ है भनेर जुन कुराहरू सिकाउनु भएको थियो त्यो कुरालाई चाहिँ पर्याप्त मात्रामा है जिउबुन भनेको इनफ हुने गरी हैन राम्रोसँग चाहिँ भन्न खोजेको विशेष गरी राम्रोसँग चाहिँ मैले फेरि पुनः त्यसलाई चाहिँ रिभिजन गरेको थिएँ त्यसले गर्दा चाहिँ एकदमै राम्रो हो भनेर भन्दैछ होन्तो वा क्यो रेपोतो ओ तेइसिउचु है तेइसिउचु भन्यो भने के भन्यो होला रिपोर्ट हो तेइसिउचु भन्यो भने सोधेस रिपोर्ट हो तेइसिउचु सी नाकेरेबा इकेनाका तागा भनेको चाहिँ रिपोर्ट चाहिँ आज नै है आज नै रिपोर्ट चाहिँ हामीले सबमिट नगरिकन नहुने भएको हो तर भनेको चाहिँ गा भनेर आज तरको रूपमा तान्तौनो सेन्से तान्तौनो सेन्से भन्यो भने चाहिँ कस्तो भने हुन त तान्तो भने वास्तवमा काममा पनि युज हुन्छ है तपाईँलाई अर्डर दिने व्यक्ति भनौँ न काममा हो भने चाहिँ कुनै पनि सिकोतोको कुरा आउँछ भने तपाईँभन्दा माथिल्लो पोस्टको व्यक्ति अथवा तपाईँ जस्तै जिउ यिनीहरूलाई कर्मचारीहरूलाई चाहिँ म्यानेज गर्न सक्ने अथवा म्यानेज गर्ने व्यक्तिलाई विशेष गरी तान्तो भनिन्छ अथवा सेकिनिन्छ एज अ म्यानेजरको रूपमा चाहिँ तान्तो भन्नु र सेकिनिन्छ भन्ने एउटै कुरा हो है विशेष गरी तपाईँहरूलाई चाहिँ माखा सारेर हितो भनौँ तपाईँहरूलाई चाहिँ म्यानेज गर्ने अथवा नर्मली इन्चार्जको अथवा जिम्मेवारी प्राप्त व्यक्तिलाई विशेष गरी तान्तो भने अब शिक्षकको हिसाबमा अथवा तान्तो सेन्सै भने चाहिँ जस्तो हाम्रो नेपालतिर नि जस्तो एक्जाम दिने बेलामा गार्ड पर्छ नि हैन फलानु सर चाहिँ गार्ड पर्नु भएको थियो चिट चोर्नै दिनु भएन भन्नुहुन्थ्यो होला तपाईँहरूले त्यही हिसाबले जुन गार्ड पर्ने अथवा त्यहाँ चेक गर्नलाई बस्ने जुन शिक्षक हुनुहुन्छ उहाँ त्यो अवस्थामा चाहिँ अहिले तान्तौनो सेन्सै भन्न खोजेको है तान्तौनो सेन्सै गा यासुनी दाता नदे जुन रिपोर्ट चाहिँ जसलाई लगाएर बुझाउनु पर्ने जो जिम्मेवारी व्यक्ति थियो ऊ चाहिँ के रहेछ त अहिले बिदा रहेछ त्यो हुनाले गर्दाखेरि आसिता हदे यी तो यु कोतो नि नाता भनेको जस्तो कोतो कोतो कारा र कोतो भन्ने कुरा जुन हामीले पढाएको थियौँ कोतो नि नाता भनेको त्यस्तो कुरा भयो भन्न खोजेको है आसिता हदे यी तो यु कोतो नि नाता भनेको भोलि भए पनि हुन्छ भन्ने कुरा चाहिँ भयो अरे के वा सुगोको चुइतेरु हिदाता भन्यो भने के भन्यो होला सो लक्की भने है आज त सबै कुरा राम्रो भयो नि त रिपोर्ट पनि आज भर्खरै बुझाउनु पर्ने थियो आजको आजै सबमिट गर्नुपर्ने थियो सेन्सै चाहिँ बिदामा बसेर भएर भोलि बुझाए पनि भयो अनि एक्जाम दिएको एक्जाम पनि पक्का पास हुन्छ भन्ने जुन कन्फिडेन्स हुन्छ भित्र मनमा जुन आफूलाई लाग्ने कुरा हुन्छ त्यो चाहिँ पक्का पास हुन्छ भने जस्तो पनि लाग्यो भन्ने हिसाबले चाहिँ अहिले तोरी आजले कुराकानी गर्दैछ है ओके जस्तो त्यो त अब माङ्गाको सट्टामा यही कुरा राखिएको छ जस्तो हामी त्यही मात्र हेरौँ यसबाट भोकाबुलरीहरुकै हिसाबले मात्र मिनावसी है त्यसै गरेर अब तोवारे तेइरु माचिगावाजु अथवा ओसोवात्ता यी यस्ता कुराहरू अथवा रेपोतो तेइसिउचु है तान्तो चुइतेइरु भन्ने कुरा यो तलतिर गएर फेरि कतिपय कुराहरू दोहोरिने हाल्छ तोरी आएछ हाकुनी रेते युमिमास्यो नो तोकोरो हो मिते निमास्यो हेरौँ है त जस्तो कोताए ओ भन्दैछ उत्तर पछाडिपट्टि चाहिँ है कोताए ओ अनि अब यहाँ तलतिर आएर जुन शब्दहरू राखेको जस्तो कोताए हो किन्युसुरु है कोताए हो किन्युसुरु अथवा कोताए हो मिनाउसु है कोताए हो मिनाउसु अथवा कोताए हो माचिगाएरु अथवा कोताए हो खाकिनाउसु है मिनाउसु भनेको हेर्नु मात्रै हो है मिस्टेक छ कि छैन भनेर हेर्नु तपाईँले सबैभन्दा सुरुमा त कोताए हो किन्युसुरु तपाईँले उत्तर लेख्नुभयो अथवा उत्तर भर्नुभयो उत्तर चुज गर्नुभयो त्यो भनेको कोताए हो किन्युसुरु है विशेष गरी यौसिनी नामाए या कोताए तोका होइन अब किन्युसुरु भन्यो भने नामाए जुन अब तपाईँहरूले चाहिँ जस्तो जेएलपिटीको एक्जाम दिनुहुन्छ एक्जाम दिँदाखेरि सबैभन्दा सुरुमा चाहिँ जस्तो अब यौसी अथवा जुन कोताए यौसी आउँछ अथवा पेपर आउँछ त्यसैमा कोताए यौसीमा पनि तपाईँको सिम्बल नम्बरहरू अलरेडी भइराखेको हुन्छ नेपालमा हो भने चाहिँ आफैले लेख्नुपर्छ जापानमा चाहिँ अलरेडी प्रिन्टेड नै आउँछ है तपाईँहरूले लेखिराख्नु पर्दैन तर पनि आफ्नो खाकुनिङ गर्ने कुराहरू त भइहाल्यो भने जुन उत्तरहरू लेख्ने अथवा खाको कोतोलाई नै किन्युसुरु भन्यो है कोताए हो किन्युसुरु भन्यो भने उत्तर लेख्नु भन्न खोजेको अब उत्तर लेख्नुभयो उत्तर लेखेर सबै सकियो अब गर्नुहुन्छ के त मिनाउसु है मिनाउसु भन्यो भने चाहिँ माचिगाइगा नाइ खाना त ओमत्ते मौ इचितो चाहिँ सिराबेरुको अथवा चेक्को सुरुको खाकुनिङ सुरुको लागि चाहिँ विशेष गरी हामीले मिनाउसु भन्छौँ है अब मिनाउसु गर्दाखेरि भेटियो है माचिगाता तोकोरो चाहिँ भेटियो भनौँ अब मिस्टेक भएको रहेछ त्यो मिस्टेक भएको कुरा भेटिसकेपछि जुन माचिगाता तोकोरो छ त्यसलाई चाहिँ खेसिते भनौँ अथवा मेटेर भनौँ हटाएर भनौँ होइन अब त्यसरी चाहिँ फेरि त्यसलाई चाहिँ पुनः लेख्नु अथवा सच्याउनु भनौँ अझै बिग्रेको कुरालाई सच्याउनु भन्नलाई चाहिँ खाकिनाउसु है खाकिनाउसु भन्यो भने सच्याउनु भन्ने अर्थ हुन्छ ओके त्यस्तो अहिले यतिको चाहिँ नेपालीमा हेर्नुहोस् है जस्तो किन्युसुरु भन्यो भने विशेष गरी उत्तर पुस्तिकामा आवश्यक जानकारीहरू लेख्नु अथवा कोताए हो किन्युसुरु भन्यो भने उत्तर लेख्नु भर्नु भन्ने अर्थ हो मिनाउसु भन्यो भने कोतायो मिनाउसु नै माथिको जस्ट माथि राखेर पढ्ने हो अहिले मैले शब्दकै अर्थ राखेको छु है यहाँ चाहिँ माथिसँगै जोडेर भन्न पाइयो भन्ने कुरा हो मिनाउसु भन्यो भने पुनः जाँच गर्नु लेखेको कुरा अथवा गरेको कुराहरू फेरि हेरेर सुधार खोज्नु कतै मिस्टेक छ कि भनेर चाहिँ सुधारहरू चाहिँ खोज्नु है कतै मिस्टेक छ कि भनेर सच्याउनको लागि हेर्नु भन्न खोजेको है त्यस्तै गरेर हेर्दै जाँदाखेरि गल्तीहरू चाहिँ फेला पार्नु अथवा गल्ती भएका कुराहरू गल्ती गर्नु गल्ती छान्नु अथवा त्रुटि गर्नु त्यो चाहिँ एन्सरहरू चाहिँ मिस्टेक रहेछ है तपाईँले कतै जाँदाखेरि मिस्टेक रहेछ भने अनि त्यसपछि अब खाकी नाउसु भन्यो भने त्यो गल्ती भएको कुरालाई चाहिँ के गर्नु त सच्याउनु विशेष गरी फेरि लेख्नु अथवा गल्ती सच्याउनु भन्ने अर्थ भयो त्यस्तै गरेर अर्को छ अब रेपोतो हो होन्यारा है रेपोतो अनि यहाँ तलतिर आउने भोकाबुलरीहरू पछाडिपट्टि यो खाली ठाउँमा राखेर चाहिँ सँगै पढ्दाखेरि अझै बेटर हुन्छ भन्ने कुरा हो नत्र अर्थकै हिसाबमा मात्रै याद राख्दा पनि भयो रेपोतो हो मातोमेरु है जस्तो हामीले मातोमे मन्दाइ भन्छौँ नि मातोमेरु भन्यो भने के भन्ने होला सो विशेष गरी मिलाउनु अथवा जम्मा गर्नु जम्मा गर्नु पनि भन्न पाइयो है बाह्र बाह्र नमनो सेरी सित्ते खिचो चाहिँ सुरु भयो भनौँ न जस्तो बाह्र बाह्र भन्छ नि नर्मली पेपरहरू चाहिँ छटपष्ट भाषा भने त्यस्तो हिसाबमा पनि अब रिपोर्ट त लेख्न त लेखेर सक्यो तर 20-25 पेजको चाहिँ रिपोर्ट थियो 20-25 पेज नै टेबलभरि छटपष्ट भाषा भने त्यसलाई एक ठाउँमा लिराउनु पनि मातोमेरु हो अनि जस्तो अगाडिको पछाडि भाषा तलको माथि भाषा होइन अमतिर उरा चाहिँ तल माथि फरक परेछ भने त्यस्तो कुरा मिलाउनु सेरी गर्नु विशेष गरी सेरी गर्नुलाई चाहिँ हामीले मातोमेरु भनेर भन्छौँ है जस्तो अब मातोमे मन्दाइ भन्यो भने पनि सबै कुराहरू चाहिँ मिक्स गरेर जुन हामीले रेन्चीहरू गर्छौँ त्यो बाटो पनि यसो बुझ्न चाहिँ सकिन्छ आगो तलको हेर्दैन होइन उ भयो है हुन्छ नेपालीमा जस्ट सुरुमै देखाइदियो भने त्यो तपाईँहरूले ध्यान आकर्षण त्यसमा अब यतापट्टि नजाला भनेर मात्रै हो है हुन त पिडिएफमा तपाईँहरूले क्लासरुममा हेर्दा यसै पनि देखि नै हाल्नुहुन्छ सकेसम्म पहिला यतापट्टि जापानिज भाषामा नै जाओस् ध्यान अनि त्यहीँबाट सकेसम्म जापानिज भाषाकै सेजुमेली तपाईँहरूले बुझ्न सक्नुहोस् भनेर मात्रै हो नेपाली हेरेरै बिग्रिहाल्ने कुरा त केही होइन सी आगेरु है सी आगेरु भन्यो भने के भने होला रेपोतो हो सी आगेरु भन्यो भने सो विशेष गरी सकाउनु है नर्मल्ली साइगो मादे चान्तो चुकुत्ते वारा सेरुको त भनौँ न सकाइनु अथवा सिद्ध्याउने कुरालाई नै विशेष गरी हामीले सियागारु भनेर भन्छौँ जस्तो हुन त यसमा अहिले पढाइसँग सम्बन्धित कुरा त होइन सियागाता अथवा सियागाता गोहान होइन सियागाता रेउरी भन्यो भने खानको लागि चाहिँ रेडी भएको भन्ने अर्थ अथवा सबै कामहरू सकिसक्यो
पकाएर ओरेर सकिसक्यो अब खान मात्र बाँकी भन्नु पऱ्यो भने सियागाता है त्यो हिसाबले पनि युज गर्छौँ अहिलेलाई सियागेरु भन्यो भने सकाउनु अथवा समापन गर्नु सुमुकोतो देश है सिद्ध्याउने कुरा भयो ओके त्यस्तै गर अब तेइसिउचु सुरु भन्यो भने त अघि नै पनि हामीले पढि नै हाल्यौँ विशेष गरी रेपोतो हो सेन्सेई अथवा अरू कसैलाई जसलाई बुझाउनु पर्ने छ सेन्सेई नि दासुकोतोलाई हामीले विशेष गरी अब तेइसिउचु भन्छौँ अहिलेलाई अब सेन्सेकै कुरा आउने भयो किनकि गाक्को ए हिकिमास्योकै मारु सानमान पढ्दैछौँ हामीले है ओके देशा मातोमेरु भन्यो भने बुदागत रूपमा संक्षिप्त अथवा संक्षेप अब व्यवस्थित पार्नु होइन अस्तव्यस्त कुराहरूलाई व्यवस्थित पार्नु अथवा आइडियाहरूलाई चाहिँ समेट्नु नोटहरू बनाउनु भन्ने हिसाबमा पनि मातोमेरु तर रेपोतोसँग जोडेर आउने बित्तिकै जस्ट एउटा मात्र अर्थ लाग्ने पो समग्र रूपमा चाहिँ व्यवस्थित पार्नु भन्ने कुरा है नत्र मातोमेरु मात्र भन्यो भने अब आइडियाहरू चाहिँ समेट्नु भन्ने अर्थ नोटहरू चाहिँ समेट्नु भन्ने अर्थ पनि लाग्छ समग्र रूपमा विभिन्न रूपमा चाहिँ युज गर्न मिल्छ है सिआगेरु भन्यो भने विशेष गरी अन्तिम रूप दिनु अथवा काम पुरा गरेर प्रस्तुत योग्य बनाउनु होइन काम पुरा गरेर अब नर्मल्ली अब चाहिँ सक्यो है ल अब चाहिँ यात्तो वारिमास्ता भन्ने हिसाबले चाहिँ अलिकति ढुक्क हुने हिसाबले चाहिँ काम गर्नु भन्ने सिद्ध्याउनु भन्ने अर्थ भयो है त्यस्तै अब तेइसिउचो सुरु भन्यो भने त बुझाउनु सब्मिट गर्नु अथवा रिपोर्ट कार्य अथवा अध्यापकलाई चाहिँ दिनु भन्ने अर्थ अथवा सेन्सेई नि दासुकोतो भनेर यसो याद राख्नु होला यसलाई じゃあ、またもっと覚えましょうのところを見てみましょう。じゃあ、レポートを下書き、जस्तो रेपोर्टो नो सिता गाकी ओ सुरु भन्दैछ सिता गाकी ओ सुरु भन्यो भने के भने होला जस्तो तपाईले केमा एक्जाम्पल दिन मिल्छ जस्तो सो रफ ड्राफ्ट गर्नु है विशेष गरी रफ गरे जस्तो नि भो अहिले रिपोर्ट भनेको छ रिपोर्ट भन्ने बित्तिकै चाहिँ जस्तो तपाईँले चाहिँ सब्मिट गर्नुपर्ने छ तर त्यो अब पहिला लेख्नु पर्यो लेखिसकेपछि एउटा 2-3टा पेपरमा लेख्नुहुन्छ अनि त्यो लेखेको कुराबाट पनि अझै एकचोटि मिनावसी गरेर होइन मिनावसी गर्नुहुन्छ अनि त्यहाँबाट चाहिँ गलत कुराहरू केही छ कि भनेर हटाउनुहुन्छ थप्नुपर्ने कुराहरू केही छ कि भनेर थप्नुहुन्छ अनि त्यसपछि बल्ल त्यसलाई चाहिँ अर्कोमा लिएर जानुहुन्छ भने त्यस्तो अवस्थालाई चाहिँ विशेष गरी लिएर जानेलाई चाहिँ जुन यो सेइसो सुरु भनेको छ नि सेइसो सुरु भन्यो भने चाहिँ फाइनल भयो जुन सुरुमा बनाइएको ड्राफ्ट हुन्छ अथवा रफ भने चाहिँ अलिकति रफ पनि उही हो ड्राफ्ट नै त हो रफ भने पनि है रेपोतो न विशेष गरी सितागाकी सुरु भन्यो भने ड्राफ्ट बनाउनु अथवा नर्मल्ली तपाईँले हातले लेख्नुभयो तर बुझाउने बेलामा चाहिँ टाइप गरेर बुझाउनु पर्ने छ भने जब तपाईँले हातले लेख्नुहुन्छ त्यो चाहिँ ड्राफ्ट हो त्यसलाई चाहिँ सितागाकी सुरु भयो अनि अब टाइप गरेर अनि एउटा एफओ पेपरमा चाहिँ प्रिन्ट आउट निकाल्नुहुन्छ प्रिन्ट आउट निकाल्नु पर्ने छ भने त्यो चाहिँ फेरि सेइसो सुरु भयो है सेइसो सुरु भन्यो भने चाहिँ फाइनलाइज गर्नु अथवा विशेष गरी अन्तिम रूप दिनु केही कुरालाई भन्ने अर्थ लाग्छ रेपोतोनो अब सेइसो सुरु भन्यो भने त्यो जुन सितागाकी छ सितागाकीलाई चाहिँ एउटा पूर्ण रूप दिनु भन्ने अर्थ भयो है ओके तेइसिउचु किगेन ओ मामोरु किगेन भने के हो अरे सो अवधि है विशेष गरी अब अवधिकै रूपमा अथवा हामीले नर्मल्ली किगेन अघि जस्तो खान्जीमा पनि पढायो भएर मात्र किगेन भने के हो भनेर सोधे है किखान अथवा किगेनको रूपमा सेउमी किगेन भनेर जुन पढाएको थियौँ नि अघि त्यसकै किगेनकै खान्जी हो है अहिलेलाई तोरी आएछु तेइसिउचु किगेन हो मामोरु भनेको चाहिँ ल तपाईँले चाहिँ रिपोर्ट चाहिँ फलानु अब जस्तो अहिले 2को 28 भयो होइन 2को 28 भयो तपाईँले चाहिँ 3को 1मा चाहिँ बुझाउनै पर्छ है भनेर भन्यो भने त्यस्तो अवस्थामा त्यो पालना गरेर 3को 1 भित्र नै सब्मिट गर्नु त्यो कुरालाई चाहिँ मामोरु भने पालना गर्नु भनेको है विशेष गरी ओके त्यस्तै गर सेन्सेई नि ओसोवारु है सेन्सेई नि ओसोवारु भन्यो भने विशेष गरी सेन्सेई नि ओसिएते मराउकोतो है अथवा आफूले भन्दाखेरि नाराउकोतो आफूले चाहिँ सिक्ने कुरा हो सेन्सेईले सिकाउने कुरा हो है सेन्सेई नि ओसोवारु भन्यो भने सेन्सेईले सिकाउने कुरा भयो आफूले चाहिँ नाराउकोतो भयो सिक्ने कुरा भयो जा त्यस्तै गर नान्दोमो कुरी खाएछु नान्दोमो कुरी खाएछु भन्यो भने जस्तो रेन्चुहरू तपाईँहरूले खान्जीको रेन्चु गर्नुहुन्छ नि एउटा लेख्नुहुन्छ एउटा खान्जी लेख्नुहुन्छ फेरि अर्को खान्जी लेख्नुहुन्छ अर्को लेख्नुहुन्छ अर्को लेख्नुहुन्छ अर्को लेख्नुहुन्छ त्यो
तासा खामेरु भने जस्तै एक माथि एक चाहिँ के गर्नु त ओभरल्याप गर्दै जानु क्या सिक्दै 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 जानु त्यसलाई चाहिँ नान्दोमा कुरिखाएछु भनेको अनगिन्ती पटक दोहोऱ्याउनु है कुनै पनि कुरालाई चाहिँ अनगिन्ती पटक चाहिँ दोहोऱ्याउनु भन्ने हिसाबमा चाहिँ विशेष गरी नान्दोमा कुरिखाएछु है जस्तो अब रिपिट भनौँ न रिपिटेडली केही कुराहरू गरिरहनुलाई नान्दोमा कुरिखाएछु जस्तो अब कुनै एउटा रेस्टुरेन्टमा चाहिँ कुनै एउटा ग्राहक चाहिँ हरेक दिन दैनिक जस्तै आउँछ आज पनि आउँछ त्यो ग्राहक भोलि पनि आउँछ भने त्यस्तोलाई फेरि नान्दोमा राइतेन्सुरु ओक्याको सामा भन्छ है त्यही हिसाबले अब नान्दोमा राइतेन्सुरु भनेको ठाउँमा नान्दोमा कुरी खाएछु भन्यो भने अब कुरी खाएसितै राइतेन्सुरु भने जस्तै भयो दोहोरी दोहोरी आइरहने भने जस्तै अहिलेलाई कुनै पनि रेन्चुहरूको कुरामा तपाईँहरूले लेख्ने गर्ने कुराहरूमा चाहिँ त्यसलाई ओनाजी कोतो नाङखाइ सुरु कोतो है धेरै पटक एउटै कुरालाई धेरै पटक गर्ने कुरालाई नै कुरी खाएछु अथवा दोहोऱ्याउनु भन्न खोजेको है त त्यस्तै गरेर अर्को छ अब आन्की सुरु भन्यो भने के भने होला सोधेस अब तपाईँले नान्दोमा खान्जी चाहिँ रिन्चु गर्नुभयो पुरी खाएसु गर्नुभयो अनि चाहिँ यसो हेरेरै लेखिरहनु भएको थियो अघिसम्म जस्तो यहाँ अहिले ब्याकग्राउन्डमा आईको खान्जी छ है यो आईको खान्जी हो पछाडिपट्टि सायद क्लियरली देखिया छ छैन यो खान्जी आईको खान्जी हो अब यो चाहिँ तपाईँले हेरी हेरी यहीँबाट हेरेर लेख्नुभयो त्यसपछि अब लास्टमा चाहिँ मैले याद गरेँ कि गरेन त होइन अथवा मलाई चाहिँ अब आउँछ कि आउँदैन त नहेरिकन लेख्न आउँछ कि आउँदैन त भनेर चाहिँ आफ्नो हिसाबले यसो मेमोराइज गरेर लेख्नु अथवा मेमोराइज गर्नुलाई चाहिँ विशेष गरी आन्की सुरु है जस्तो यसो एकछिन विचार गरेरै भए पनि मेमोराइज गरेर अथवा ओबोहरू कोतोलाई नै विशेष गरी हामीले आत्मान्ते ओबोहरू भनौँ न मुखले भन्ने अथवा यो ऊ भनेर त्यसरी भन्ने चाहिँ होइन कि दिमागमा नै सोचेर चाहिँ एक हिसाबले मेमोराइज गर्ने कुरालाई चाहिँ आन्की सुरु भनेर भन्छ है ओके सिकेन्दे तोवारेरु अघि नै पनि भने सिकेन्दे तोवारेरु भनेको विशेष गरी सिकेन्दे सिचुमोन सारेरु कोतोलाई नै अथवा मोन्दाई नि देरु कोतो भनौँ न नर्मल्ली मोन्दाई देरु कोतोलाई नै हामीले के भन्छौँ त सिकेन्दे तोवारेरु भनेको एक्जाममा सोधेको प्रश्नको हिसाबले चाहिँ भन्न खोजेको है जा किकी नाओसु इ नाओसु त्यस्तै गर किकी तोरु अथवा यहाँ अघि जस्तो खाकी नाओसु पनि पढेका छौँ हामीले यो तिनटैलाई यसो समग्र रूपमा बुझ्नु होला है जस्तो इ नाओसु पहिला किकी नाओसु भन्ने सुनौँ किकी नाओसु भने फेरि सुन्नु क्या तपाईँहरूले लिसनिङ सुन्नुहुन्छ एकचोटि सुन्दा बुझ्नुहुन्न अथवा एकचोटि सुन्दा अर्कै अर्थ बुझ्नुहुन्छ फेरि दोहोऱ्याएर सुन्नुहुन्छ भने त्यो हो किकी नाओसु है अथवा मैले केही भन्दै थिएँ तपाईँको नेट त्यतिखेर फ्याट्टै गयो तपाईँले चाहिँ फेरि भन्नुहुन्छ सेन्चे फेरि एकचोटि मो इचिदो भन्नुहुन्छ भने त्यो भनेको किकी नाओसु भयो है दोहोऱ्याएर सुन्नु अथवा मो इचिदो किकु कोतो भयो होइन एकु किकोए नाकातारा मो इचिदो किकु कोतोलाई चाहिँ किकी नाओसु अब इ नाओसु भने मैले अब मानिलिउँ अघि जस्तो माथि क्यु सोकु भन्ने हिसाबले मैले विचार गरेर त्यतिकै होस्टेलको खाना भनिरहेको रहेछु क्यु गाकुलाई अनि मैले के गरेँ मैले त्यतिखेरै सच्याइहालेँ नि त होइन आगोमेना साई भनेर मैले त्यही क्यु गाकुको बारेमा कुरा गरेँ त्यो चाहिँ के हो त इ नाओसु भयो है केही कुरा मैले फुत्त भनिहालेँ तर यो त होइन है भन्ने भएर अथवा मैले केही कुरा चाहिँ मिस्टेकली पढ्दै जाँदाखेरि केही कुराहरू चाहिँ मिस्टेक प्रनाउन्सिएसन गरेँ अथवा त्यस्तो अवस्थामा चाहिँ त्यसलाई चाहिँ सच्याउनुलाई चाहिँ इ नाओसु भनिन्छ है अहिले जस्ट मैले मेरो एक्जाम्पल दिएँ तपाईँहरूले पनि केही कुरा बोल्दा बोल्दै चाहिँ मिस्टेक कुरा केही अथवा फुत्किहाल्यो भने त्यस्तो अवस्थामा त्यसलाई सच्याउनुलाई इ नाओसु है अब के तोरु भनेको चाहिँ सुनेर बुझ्ने कुरा भयो विशेष गरी केही कुरा तपाईँले सुन्नुहुन्छ सुनिसकेपछि चाहिँ अब त्यो कुरालाई चाहिँ किते नाइयो ओ तादासीको रिखाइ देखिरुको त भनौँ न तपाईँले केही कुरा सुन्नुहुन्छ सुनेर त्यसलाई चाहिँ बुझ्न सक्ने कुरा चाहिँ विशेष गरी कि तोरु हो है यसलाई चाहिँ यसो याद राख्नु होला जा यो सँगै याद राख्नुभयो भने सजिलो भयो किकी नाओसु इ नाओसु अथवा किकी तोरु होइन खाकी तोरु पनि हुन्छ अहिले हेरौँला त्यो नेक्स्ट पेजमा आउँछ जा तोरी आए चाहिँ यसलाई नेपालीबाट सरसर्ती हेरौँ है जस्तो रेपो तोनो सितागाकियो सुरु भन्यो भने ड्राफ्ट बनाउनु है अथवा पहिलो नेपालीमा सो खाका भन्छ है गोमेना साई लेख्न त लेखेको मैले तर नेपालीमै के भन्छ भन्ने कुरा कतिपय त अर्थै थाहा हुन्न है नेपालीमा सो ड्राफ्ट बनाउनु अङ्ग्रेजीमा भयो अब खाका भन्छ है पहिलो खाका तयार पार्नु भन्ने अर्थलाई चाहिँ विशेष गरी सितागाकियो सुरु अब त्यसलाई चाहिँ कम्प्लिट भयो यो चाहिँ तपाईँले आफ्नो हिसाबले लेखेको कुरा अब बुझाउने नै हिसाबले सब्मिट नै गर्ने गरी निकाल्नुलाई चाहिँ
सफा अथवा अन्तिम प्रतिलिपि लेख्नु भन्ने हिसाबले अथवा बनाउनु अहिले रिपोर्टको कुरामा चाहिँ लेख्नुको कुरा अब बनाउनु भन्ने हिसाबले पनि सेइसो सुरु है। त्यस्तै गरेर अब तेइसिउचु किगेनो मामोरु भन्यो भने डेडलाइन चाहिँ पालना गर्नु अथवा समयमै बुझाउनु होइन। भोलिसम्म अब अथवा सानगाचु चुइताचिमादे तेइसिउ सिच्चे कुदासाई भन्यो भने त्यस्तो अवस्थामा चाहिँ के गर्नु पर्यो त तिनको अथवा मार्च 1 मा चाहिँ लगेर त्यो बुझाउनु पर्यो सब्मिट गर्नु पर्यो भन्ने कुरा भयो। त्यस्तै गरेर अब सेन्सेई नि ओसोवारु भन्यो भने विशेष गरी सेन्सेईबाट चाहिँ सिक्नु अथवा सेन्सेई अथवा शिक्षकद्वारा चाहिँ सिक्नु भन्ने अर्थ भयो। त्यस्तै गरेर अर्को छ अब नान्दोमो कुरिखाएछु भनेको धेरै पटक दोहोऱ्याउनु अभ्यास दोहोऱ्याइरहनुलाई विशेष गरी नान्दोमो कुरिखाएछु है। त्यस्तै गरेर अर्को छ अब आन्कियो सुरु भन्यो भने कण्ठ गर्नुसम्म याद गर्नु अथवा रट्नु भन्छौँ नि हामीले भोक्याबुलरीको हिसाबमा। भोक्याबुलरी तपाईँले पढाइ गर्नुहुन्छ भने त्यो रट्नु भयो अथवा कण्ठ गर्नुसम्म याद गर्नु भनेको लेख्दा लेख्दै लेख्दा लेख्दै लेख्दा लेख्दै अब त्यो कुराहरू चाहिँ माथि तपाईँले जे कुराहरू चाहिँ माथि ऊ गर्नुभयो रेन्छु गर्नुभयो कुरिखाएछु गर्नुभयो अब त्यसलाई फेरि सम्झेर कण्ठ भइसक्छ नि त होइन। हातलाई पनि बानी पर्छ लेख्दा लेख्दै अथवा केही भोक्याबुलरी पढ्दा पढ्दै दोहोऱ्याएर पढ्दा पढ्दै त्यो रगट्नु अथवा बानी पार्नु भन्ने हिसाबले विशेष गरी अब त्यसलाई याद गर्नु भन्न खोजेको है। विशेष गरी जस्तो कण्ठ गर्नुसम्म याद गर्नु भनेको चाहिँ मैले आफूले पढेकै कुराहरूलाई चाहिँ दिमागमा नै के गर्नु त त्यसलाई चाहिँ मेमोराइज गर्नु अथवा याद छ कि छैन भनेर चाहिँ जाँच्नु भन्ने हिसाबको कुरा भयो है। त्यस्तै गरेर सिकेन्डे तोवारेरु भनेको परीक्षामा सोधिन्छ अथवा परीक्षाको विषय बन्नु अथवा परीक्षामा चाहिँ आउने प्रश्न बन्नु भन्ने अर्थको कुरा भयो है। कि नाओसु भन्यो भने फेरि सोधेर सुन्नु अथवा अर्को पटक भन्नुहोस् भन्नु है। मान्छे हो भने लिस्निङ हो भने फेरि दोहोऱ्याएर सुन्नु भन्ने अर्थ लाग्छ है। यी नाओसु भन्यो भने आफ्नो भनाइ सुधारेर पुनः भन्नु अथवा ठिक शब्दमा दोहोऱ्याउनु। केही कुरा मिस्टेक बोलियो भने त्यसलाई चाहिँ सही शब्दमा पुनः दोहोऱ्याएर भन्नुलाई ओहो भनेर मैले अब दोहोऱ्याउनु भन्नेलाई चाहिँ गोहोऱ्याउनु भने अहिले मानिलिउँ झुक्किएर शब्दमा गोहोऱ्याउनु भने अब गोहोऱ्याउनु होइन दोहोऱ्याउनु भनेर फेरि त्यसलाई चाहिँ के गर्नु त केही कुरालाई चाहिँ रिपिट गरेर भन्नुलाई चाहिँ हामीले यी नाओसु भनेर भन्छौँ है। त्यस्तै गरेर अब किकितोरु भनेको सुनेको कुरा सही रूपमा चाहिँ समात्नु अथवा बुझ्नु। अब कसैले केही कुरा भन्यो भने त्यो कुरा बुझ्नु। जस्तो अब चौखाइ सुन्नुहुन्छ चौखाइ सुनेपछि एकै पटकमा अहिले अब एकै पटक भन्ने अर्थ त होइन तर एकचोटि सुन्दैमा तपाईँले बुझ्नुभयो भने अब कि नाओसु गर्नु परेन नि त फेरि सुन्नु परेन नि त होइन। त्यसलाई चाहिँ विशेष गरी किकितोरु भनेर सुनेर बुझ्ने कुरालाई लिइन्छ है। ओके देश जा माता सुगी इकिमास। अझै म त ओए मास्योमै छ अब धेरै छैन है। त्यस्तै गरेर खाकीतोरु छ। अब खाकीतोरु भन्यो भने चाहिँ के भन्यो होला? यो चाहिँ त्यस्तो होइन है। फेरि यो चाहिँ तपाईँले लेख्या कुराहरू चाहिँ नहराउने गरी राख्नु भन्ने अर्थ लाग्छ वास्तवमा चाहिँ। सो मेमो सुरुको त देश है। नोट बनाउनु भन्नलाई चाहिँ खाकीतोरु देश। खाकीतोरु भन्यो भने चाहिँ जस्तो मेमो गर्नु अथवा नोट बनाउनु। जापानमा चाहिँ नोतो सुरु भनिँदैन मेमो सुरु भनिन्छ है। त्यही भएर मेमो भनेर यसो याद राख्नुहोस्। हामीले चाहिँ नेपालतिर नोट बनाउने भन्छौँ यता चाहिँ मेमो सुरु अथवा मेमो बनाउने भन्छौँ। मेमोको हिसाबले यसो याद राख्नु होला। किताको त वासुरे नाइ यो नि मेमो सुरुको तलाई नै हामीले के भन्छौँ त खाकीतोरु भनेर भन्छौँ है। त्यस्तै गरेर सिकेनगा सुमु। सिकेनगा सुमु भन्यो भने के भन्यो होला? सुमी मासको खान्जी सो वारुको त देश है। जस्तो खान्ज्यो हो सुमासे मास्यो भनेर हामीले एउटा टपिक पढाएको थियौँ नि गोइको याद छ? हिसाब किताब चाहिँ सकौँ भनेर क्या। सुमासी मास्यो भन्नेमा पनि यही सुमुकै खान्जी हो सकाउनु भनेको है। एक्जाम तपाईँको मानिलिउँ अब स्कुल कलेजको हुने हो भने 10वटा 7वटा 8वटा विषयको जुन एक्जाम हुन्छ नि त्यो चाहिँ मानिलिउँ 1 तारिकदेखि 12 तारिकसम्म एक्जाम थियो भने 12 तारिकमा चाहिँ एक्जाम सकियो भन्नलाई सिकेनगा सुमु है। अथवा 2 घण्टाको एक्जाम थियो 2 घण्टाको एक्जाम सकियो भन्नलाई सिकेनगा सुमुको देश। यो चाहिँ नर्मल्ली समयको सन्दर्भमा सिकेनगा वारुको तलाई परीक्षा चाहिँ सम्पन्न हुनु अथवा सकिनु भन्ने अर्थमा चाहिँ यो हुन्छ। सिकेन नो केखा भन्यो भने त सजिलो भइहाल्यो। सिकेन नो तेन्सु या गोखाको सिताखा दौखाको तो नै के भयो त केखा भयो होइन। एक्जाम दिइसकेपछि
तपाईँ चाहिँ एक्जाम पास हुनुभयो अथवा फेल हुनुभयो भन्ने कुरा नै एक हिसाबले रिजल्टको कुरा भयो है। ओके जा यो चाहिँ अलिकति याद राख्नु होला है। जस्तो खानिङ्गु सुरु भन्यो भने के भने होला थाहा छ? खानिङ्गु सुरु सोधेस चिट चोर्नु है, विशेष गरी चिटिङ गर्नु। नर्मल्ली अब एक्जामतिर चाहिँ गएर सेकेन्डमा चाहिँ तोनारिनो हितोनो कोतायो मिरु होइन, अथवा मितारी सुरु कोतो, अथवा पेपरमा आफैले लिएर गएर चाहिँ नर्मल्ली हेरेर अब नर्मल्ली अर्का केही कुरा ढल्केरै हेर्नु पनि यो चाहिँ खानिङ्गो सुरु कोतो देश है। नेपालमा त त्यसो ढल्केर हेरे ओरे त चिट चोर्या भन्दैनन् भन्न त, त्यही पनि आफूले लगेर पेपरबाट हेरेर उत्तर कपीमा चाहिँ लेख्यो भने, उत्तर पुस्तिकामा लेख्यो भने चाहिँ चिट चोर्या भनिन्छ। तर अहिलेलाई चिटिङ गरेको भनेर नर्मल्ली अर्काको छड्के गरेर हेर्नु अथवा अरूको पेपरबाट हेरेर आफ्नोमा सार्नु, त्यस्तोलाई पनि खानिङ्गो सुरु कोतो देश है। यसो याद राख्नु होला। चुइते इरु र चुइते इनाई है, यो चाहिँ विशेष गरी चुइते इरु भन्यो भने नर्मल्ली उनमा खासमा चाहिँ उन भन्छ है। उनगा यी भन्नु र चुइते इरु भन्नु एउटै अर्थ हो। अब चुइते इरु चाहिँ फेरि कुन सन्दर्भमा भनेको छ भन्ने कुराले फरक पर्छ। उन भन्ने चाहिँ उन भनेको लक हो है, वास्तवमा लक। उनगा यी भन्यो भने चाहिँ लक्की, उनगा योक्कु नाई अथवा उनगा वारुई भन्यो भने चाहिँ अनलक्की भन्ने हुन्छ वास्तवमा चाहिँ। तर एक्जामहरूमा चाहिँ विशेष गरी बोलीचालीमा एकदमै धेरै युज गर्ने भने चाहिँ चुइते इरु र चुइते इनाई है। विशेष गरी अब चुइते इनाई भन्यो भने उनगा योक्कु नाई कोतो देश, अलिकति अनलक्की कुरा। एक्जाममा चाहिँ नर्मल्ली पढेर गएको क्वेसनै आइदिएन क्या। पढ्न त घाम बात्ते गरेर पढेर गएको, तर पढेर गएको क्वेसनहरू चाहिँ आइदिएन। अरू चाहिँ आइदियो, अथवा पढ्न बाँकी रहेको सिलेबसबाट चाहिँ क्वेसनहरू आइदियो। सबै पढ्नु भएको थियो, यो दुईवटा सिलेबस बाँकी थियो, त्यो दुईवटा सिलेबसबाट नै लङ क्वेसन दुईवटा क्वेसन आइदियो भने त्यस्तो अवस्थामा चाहिँ चुइते इनाई है। तपाईँले आफ्नो मेहनत गर्नु भएको थियो, त्यो मेहनत गर्दै पनि भाग्यले साथ नदिए भन्छ नि, त्यस्तो अवस्थामा चाहिँ चुइते इनाई न कोतो देश। चुइते इरु भन्यो भने तपाईँले मेहनत पनि गर्नु भएको थियो, जुन पढेर जानु भएको थियो एक्जामको कुरामा होइन। सिकेन्दे सित्ते इरु मनदाइका देत्ता भन्ने जस्तो कुरा हो होइन। एक्जाममा चाहिँ आफूलाई थाहा भएकै प्रश्न चाहिँ आइदियो होइन। आफूले जुन प्रश्न चाहिँ एक्जाममा छिर्नुभन्दा अगाडि यसो कपी पल्टाएर चाहिँ हेरेर गएको थियो, त्यही चाहिँ प्रश्न चाहिँ एक्जाममा पनि आइदिनु, त्यस्तो चाहिँ अलिकति लक्की फिल गर्नु आफूलाई भन्नलाई चाहिँ उनगा यी कोतो चाहिँ चुइते इरु कोतो देश है। ओके देश जा अहिलेलाई अब खाकी तोरु भन्यो भने सुनिएका कथित कुराहरूलाई नोट गर्नु अथवा नर्मल्ली मेमो सुरु कोतो देश है। जापानिजबाटै भन्दाखेरि मेमो सुरु कोतो भयो। त्यस्तै गएर कथित कुरा भने कसैले भनेको कुरा भन्नु खोजे है। कसैले भनेको कुरा अथवा आफूले सुनेका कुराहरूलाई के गर्नु त नोट गर्नु, नबिर्सिने गरी होइन। वासुरी नाइ हो नि मेमो सुरु कोतोलाई हामीले खाकी तोरु भन्छौँ। सेकेन्डका सुमु भन्यो भने परीक्षा सकिनु अथवा समाप्त हुनु। अब गौखाको उखारु भन्ने कुरा चाहिँ पास हुनु भयो। सुमु भन्यो भने चाहिँ अहिलेलाई सुमिमासको खान्जी हो, सकाउनु भन्ने अर्थ भयो अथवा सकिनु भन्ने कुरा भयो है सुमुको हिसाबमा। त्यस्तै गरेर अब सेकेन्ड केका भन्यो भने परीक्षाको नतिजा अथवा रिजल्टको कुरा भयो। खानिङ्गो सुरु भन्यो भने नक्कल गर्नु, चिटिङ गर्नु भन्ने अर्थ भयो। त्यस्तै नक्कल गर्नु भनेको नर्मल्ली अर्काको हेरेर चाहिँ त्यही कुरा सार्नु, त्यो चाहिँ नक्कल गर्नु भयो। आफैले अब त्यो पनि चिटिङ नै हो हुन त, नेपालीबाट भन्दाखेरि नक्कलको कुरा भयो है। त्यस्तै गरेर चुइते इरु भन्यो भने भाग्यमानी, जस्तो अब किस्मत कतिले किस्मत पनि भन्नुहुन्छ, मैले त्यही हिसाबले राखेको छु। किस्मत राम्रो हुनु अथवा भाग्यले साथ दियो के भनिन्छ होइन। अनि चुइते इनाई भन्यो भने अभागी अथवा किस्मत नराम्रो हुनु अथवा भाग्यले साथ नदिनु भने जस्तो कुरा भयो है। ओके जा कोकोमा दे वा दाइजोबु देशु का मिनासान, यहाँसम्म ठिक छ। はい、ありがとうございます、皆さん。とりあえず、今日はここまでにします。आजलाई चाहिँ हामी यति नै गर्छौँ। बाँकी रहेको यस्तो रेन्चुहरू हामी खायोपी गर्छौँ। खान्जीको अझै जुन रेबुन्ने अलिकति बाँकी छ। रेन्चुहरू चाहिँ गर्दै गर्नुहोस् है। रेन्चु चाहिँ तपाईँहरूले गर्नुहोस्, लास्टमा हामी एन्सर चेक गर्ने हिसाबले मात्र एकदमै फटाफट जान्छौँ। खान्जीको रेन्चु यो पालि चाहिँ है। खान्जीको रेन्चु चाहिँ हरेक लेसन सकिने बित्तिकै आफ्नो हिसाबले गरिराख्नु होला। बुकमै भए पनि, बुकमा समय पुगेन भने क्लासरुममा सबै मक टेस्ट जसरी छ त्यो मक टेस्टहरू बाटै गरे पनि भयो। यसो 5 मिनट काममै 5 मिनट ब्रेक भएको बेला एउटा लेसन त 5 मिनट पनि लाग्दैन कुरकुर गर्नलाई है। त्यही मोबाइलबाट नै त्यो रेन्चुहरू गर्न मिल्छ। मोबाइलमै गरेर राखे पनि भयो। समय छ भने कापीमा लेखेर राखे पनि भयो। अथवा बुकहरू प्रिन्ट गर्नु भएको छ भने बुकमै गरेर राख्दा पनि केही फरक परेन। तो आइज केवाको माध्यम से मास्टर
ありがとうございました。また明後日皆さん。हाई मिनासान, आजलाई चाहिँ भोकाबुलरीको भिडियो यति नै थियो। तपाईँहरूलाई के कस्तो लाग्यो, केही सल्लाह सुझाव वा प्रतिक्रियाहरू केही छन् भने तल कमेन्ट बक्समा चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ। र कुनै टपिकमा अथवा कुनै अन्तर्राष्ट्रिय टपिकमा चाहिँ तपाईँहरूलाई भिडियो चाहिरहेको छ अथवा त्यसको बारेमा चाहिँ जानकारी दिनुभयो भने सजिलो हुन्थ्यो भन्ने छ भने तल कमेन्ट गर्न सक्नुहुन्छ। र यदि अनलाइन क्लासको चाहिँ यदि खोजी गर्दै हुनुहुन्थ्यो N3 अथवा कुनै पनि अब फुड सर्भिसहरू होइन, स्किलका क्लासहरू चाहिँ यदि हजुरहरूलाई आवश्यकता थियो भने क्लासहरू चाहिँ सञ्चालन भइराखेका छन्। तल डिस्क्रिप्सनमा भएको कन्ट्याक्टहरूबाट चाहिँ कन्ट्याक्ट गरेर ट्रायल क्लासहरू लिएर हेर्न सक्नुहुन्छ है त। 今日はここまでにします。お疲れ様でした。ありがとうございました。じゃあまたね。